नमस्कार, म अभिषा सापकोटा शर्मा, युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपाल एसएनकी सेक्रेटरी तथा को फाउन्डर। आज जलवायुका कुरा, दिगो नेपालको सपना, द क्लाइमेट टकको चौथो श्रृङ्खला लिएर उपस्थित भइसकेकी छु। द क्लाइमेट टकमा हामीले जलवायु परिवर्तन नियन्त्रण गर्नका लागि योगदान पुर्याउनु हुने व्यक्तित्वहरूसँग कुराकानी गर्दछौँ। नेपाल, जहाँ प्रकृतिको पूजा गरिन्छ अनि सिङ्गो देशलाई नै नेपाल आमाको नामले सम्बोधन गरिन्छ, हो त्यही देशमा त्यही समाजमा महिला तथा युवतीहरूले महिनावारी जस्तो प्राकृतिक प्रक्रियालाई एउटा गुपचुप राख्नुपर्ने कुरा जसरी नै लिइरहेको हुन्छ र त्यसै मौनताको कारण प्लास्टिक प्याडले निम्त्याउने एउटा पर्यावरणीय सङ्कटलाई एउटा चुनौतीको रूपमा पनि बदलिएको छ। जसरी प्लास्टिक प्याड हरेक वर्ष महिलाले हजारौँ टन प्रयोग गर्दछन्, त्यसैका कारण एउटा चुनौतीले एउटा महिनावारी निजको स्वास्थ्यको समस्या मात्र नभएर एउटा पर्यावरणीय चुनौतीको रूपमा पनि परिवर्तन गरिएको छ। त्यसैले आजको यस चौथो श्रृङ्खलामा यस पर्यावरणीय चुनौतीलाई एउटा दिगो विकास यानि कि प्लास्टिक प्याडलाई एउटा केराको थामाको फाइबरबाट मेन्स्ट्रुअल प्याडमा परिणत गर्न सफल हुनुभएकी एक महिला उद्यमी, एउटा युथ एक्टिभिस्ट हामीसँग हुनुहुन्छ। यस चौथो श्रृङ्खलामा उहाँ हुनुहुन्छ दिपिसा भुजेल। आउनुहोस् उहाँलाई स्वागत गरौँ। दिपिसाजी, हजुरलाई स्वागत छ द क्लाइमेट टकको 4th एपिसोडमा। थ्याङ्क यू। सन्चै हुनुहुन्छ? हजुर सन्चै छु। अनि हजुरलाई? म पनि एकदम सन्चै छु। हजुर त विगतको लामो समयदेखि यस दिगो सोल्युसन्सहरू जुन छ नि, यो जुन हाम्रो इन्भाइरोमेन्टल प्रब्लम एकदम विश्वव्यापी रूपमा बढिरहेको छ र यसलाई एउटा सस्टेनेबल सोल्युसन्स, एउटा स्पार्कलिङ सोल्युसन्समा हजुरले आफ्नो खुट्टा उचालिसक्नु भएको छ अनि हामी जस्तो युथहरूको लागि चाहिँ निकै नै एउटा मोटिभेसनको फ्याक्टर बनिसक्नु भएको छ। र आज चाहिँ हामीलाई हाम्रो दर्शकबिनहरूलाई हजुरले भनिदिनुहोस् कि हजुरको चाहिँ सोर्स अफ मोटिभेसन के थियो यो एउटा मेन्स्ट्रुअल हाइजिन र यो इन्भाइरोमेन्टल क्लाइमेट चेन्जको जुन प्रब्लम छ त्यसलाई चाहिँ त्यसको इन्टरसेक्सनमा काम गर्छु भनेर चाहिँ हजुरको सोर्स अफ मोटिभेसन के थियो? थ्याङ्क यू फर्स्ट अफ अल मलाई यहाँ इन्भाइट गर्नुभएकोमा। सो मेरो सोर्स अफ मोटिभेसन, इन्सपिरेसन भनेको चाहिँ मेरो आफ्नै पर्सनल एक्सपिरियन्सेसहरू हो। अनि म चाहिँ रसुवा जिल्लामा हुर्किएँ होइन। अनि त्यहाँ हुर्किँदै गर्दाखेरि मेरो परिवारमा चाहिँ अब यो महिनावारी सम्बन्धी कुराहरूमा चाहिँ एकदमै मौनता थियो होइन। अनि अब जब मेरो दिदी, मभन्दा जो चाहिँ 7 वर्ष जेठो हुनुहुन्छ, उहाँ जब फर्स्ट टाइम पिरियड हुनुभयो होइन, उहाँलाई चाहिँ एकदमै टाढा राखियो। अनि त्यति बेला त थाहा थिएन के भएको हो भनेर। अचानक दिदी कहाँ जानुभयो होइन, कहाँ राख्नु भएको छ मम्मी बाबाहरूले भन्ने त्यो पनि थाहा भएन होइन। अनि पछि अब हामीले दिदीलाई भेट्न जाँदाखेरि होइन, त्यतिखेर अब भनौँ न उहाँको अब स्ट्रगलहरू हेर्दाखेरि जस्तै हाम्रो चलनमा चाहिँ के थियो भन्दाखेरि 7 देखि 14 महिना, के अरे 7 देखि 14 दिन चाहिँ फर्स्ट पिरियड हुँदाखेरि चाहिँ केटी मान्छेहरूलाई घरबाट टाढा राखिने, घाम हेर्न नपाउने, अनि परिवारको पुरुष आफन्तहरूलाई हेर्न नपाउने, छुन नपाउने होइन। अनि बाहिर स्कुलहरू जान नपाउने। सो अनि त्यो दिदीको लाइफै चेन्ज भएको देखियो नि त। अनि त्यसले गर्दाखेरि चाहिँ अब त्यति बेला अब यो पिरियडले गर्दाखेरि हो यस्तो ट्रिट भएको भन्ने थाहा नभए पनि बिस्तारै अवेरनेस हुँदै गयो होइन। अनि पछि म आफै अब पिरियड हुँदाखेरि पनि मेरो लाइफ चेन्ज भयो कि धेरै नै। अनि यो बारेमा कहीँ कतै पनि हामीलाई पढाइदिएन थियो अनि कतै भनिँदा पनि भन्दैन थियो होइन। सो एक्कासी त्यो परिवर्तन आफ्नो शारीरिक परिवर्तन हो नि त त्यो। त्यसले गर्दाखेरि पुरै सामाजिक रूपमा नै एकदमै
हाम्रो लाइफ चाहिँ परिवर्तन हुँदो रहेछ भन्ने चाहिँ फिल भयो। अनि एकदमै भेदभाव भएको पनि देखियो होइन, जुन कुरा चाहिँ अब मैले पहिला गर्न पाउँथेँ, जस्तै भान्सामा जानेदेखि लिएर यो छुने त्यो नछुने, सो एकदमै धेरै रुलहरू हुन थाल्यो होइन। त्यो चाहिँ मलाई एकदमै अनफेयर फिल हुन्थ्यो अनि क्वेसन पनि गर्थेँ, त्यसले गर्दा मेरो कन्फिडेन्स पनि एकदमै लो भएको थियो। अनि हामीलाई स्कुलमा पनि पढाइँदैन थियो होइन, अब स्कुलमा सब्जेक्ट हुँदाहुँदै पनि टिचरले अभोइड गर्नुहुन्थ्यो कि। अनि सो मेरो लागि चाहिँ मेन्स्ट्रुएसन भनेको एकदमै ठुलो एउटा रोग हो जस्तो लाग्थ्यो कि, मलाई चाहिँ नभइदिए हुन्थ्यो जस्तो लाग्थ्यो, तर मलाई भइसकेपछि पनि लुकाउँथ्यौँ कि हामीले, साथीहरूसँग पनि कुरा गर्दैन थियौँ। अनि हामीलाई अब जसले पढाउने हो हुनुहुन्थ्यो स्कुलमा, उहाँले पनि एकदमै सेमफुल टपिक कसरी राख्नुभयो। अनि जब म काठमाडौँमा आएँ एसएलसी दिएर, त्यति बेला, अब अहिले एसई भइसक्यो होइन, सो काठमाडौँमा आएपछि मैले साइन्स लिएँ +2मा अनि बायोलोजी पढेँ होइन। अनि त्यति बेला बल्ल ओके यो त कस्तो बायोलोजिकल कुरा हो रहेछ, यो त कस्तो हाम्रो इट्स पार्ट अफ आवर बडी होइन, यो त एकदमै नेचुरल प्रोसेस हो। अनि वर्ल्डमा भएको अधिकांश महिलाहरूले हुन्छ नि यो कुरा चाहिँ भोगिराख्नु भएको छ भन्ने कुराको रियलाइज भएपछि मलाई होइन म केही गर्छु भन्ने नै भयो। अनि त्यसरी अवेरनेसतिर चाहिँ म लागेँ होइन। अनि मैले महिनावारी स्वास्थ्य व्यवस्थापनदेखि लिएर भनौँ न क्लासेसहरू चलाउनेदेखि लिएर टकहरू होइन, टक सोहरू यस्तो टाइपको गर्दै गरेँ होइन। सो डिस्कसनहरू गर्ने, युथहरूलाई बोलाएर हरेक ब्याकग्राउन्डको। अनि त्यो गर्दै गर्दा कि म नेपाल पनि भनौँ न विभिन्न जिल्लाहरू जाने अवसर मिल्यो। म आफ्नै रिसर्चको लागि पनि 6 महिना नेपालभरिको 14वटा जिल्लामा चाहिँ मैले रिसर्च गरेको थिएँ यही विषयमा। अनि त्यति बेला बुझेँ कि होइन यो प्रोडक्ट को एक्सेसिबिलिटी नभइकन हामीले जति नै अवेरनेस दिए पनि त्यो मेन्स्ट्रुअल हेल्थ म्यानेजमेन्ट गर्न चाहिँ गाह्रो नै हुन्छ। अनि यो ट्याबुको कुरा, स्टिग्माको कुराहरू जति पनि यो छ नि मौनता, त्यो चाहिँ यत्तिकै बिलाएर जाँदैन होइन। सो त्यही भएर हामीले चाहिँ कुनै न कुनै सोल्युसन लिएर आउनुपर्छ भन्ने थियो। अनि त्यो सोल्युसन चाहिँ फेरि कस्तो भन्दाखेरि वातावरण मैत्री हुनैपर्छ भन्ने थियो होइन। किन भन्दा म अब रसुवाको हिमालमा जन्मेको हुर्केको मान्छे होइन। अनि त्यहाँ हुर्किँदै गर्दाखेरि हामीले देखेको थियौँ होइन, वातावरण परिवर्तनले लिएर आउने जस्तो पनि हुन्छ नि इफेक्टहरू। सो त्यसले गर्दा म चाहिँ स्योर नै थिएँ कि ओके म जे पनि गर्छु त्यो चाहिँ एकदमै दिगो हुन्छ, अनि त्यो वातावरण मैत्री चाहिँ हुनैपर्छ भन्ने। अनि त्यसरी नै हामीले यो भनौँ न केराको थामबाट फाइबर निकालेर त्यो गर्ने कन्सेप्ट चाहिँ लिएर आयौँ। अनि हाम्रो चाहिँ अब स्पर्शमा चाहिँ हामीले कसरी गरिरहेको छ भने सोल्युसन पनि दिने, अनि त्यो सोल्युसन दिँदै गर्दा जति पनि हाम्रो चाहिँ रेभेन्यू जेनेरेट हुन्छ त्यसलाई चाहिँ कम्पनीमा नै रिइन्भेस्ट गर्ने, त्यसलाई चलाउनलाई, सो द्याट पछि हामी कसैमा पनि डिपेन्डेन्ट नहुनु परोस् भनौँ न आर्थिक हिसाबले। अनि अर्को भनेको प्रफिट चाहिँ यस्तो एडभोकेसी अवेरनेस क्याम्पेनहरूलाई चाहिँ फन्ड गर्ने चाहिँ हामी सक्षम हुनुपर्छ आफै भन्ने हिसाबले चाहिँ गरेको। सो मेरो चाहिँ व्यक्तिगत लाइक भनौँ न एक्सपिरियन्सेसहरूले नै मलाई मोटिभेट गरेको हो। अनि जति पनि मैले महिलाहरूलाई भेटेँ होइन मेरो जर्नीमा, जहाँ म ट्राभल गर्थेँ, म काम गर्थेँ, म रिसर्च गर्थेँ, सो सबै नै मोटिभेसनको कुराहरू भयो भनौँ न मेरो लागि। ओके, हजुर साँच्चै नै एउटा महिलाको यो एउटा प्राकृतिक प्रक्रियालाई नबुझ्दै पनि धेरै प्रब्लमहरू हामीले एज अ फिमेल फेस गरिरहेको हुन्छौँ है। तर हजुरले आज मेन्सन गर्नुभयो रसुवाको हिमाली भागबाट हजुर बिलोङ गर्नुहुन्छ, अनि त्यहाँको मान्छेहरूले चाहिँ यो क्लाइमेट चेन्जको कुरालाई चाहिँ कसरी बुझ्नुभएको छ, अनि त्यसलाई कसरी सामना गर्दै आउनुभएको छ? सो त्यहाँ चाहिँ अब हामीलाई सानैदेखि सिकाइन्थ्यो। अब धेरै नै भनौँ न जनचेतनामूलक कार्यक्रमहरू पनि हुन्थ्यो। किन भन्दाखेरि हामी अब हिमालमा भएको भएर पनि होला, हामीले त्यो अहिले जुन क्लाइमेट चेन्जको इफेक्टहरू यहाँतिर देखिरहेको छ नि त्यो धेरै 10-15 वर्ष अगाडि नै देखिसकेको थियौँ होइन। किन भन्दाखेरि अब त्यहाँ पहिरो जाने कुराहरू धेरै हुन्थ्यो होइन। अनि म जहाँ बस्थेँ होइन, धुन्चे भन्ने गाउँ हो हाम्रो चाहिँ। अनि धुन्चेमा चाहिँ अब नजिकै पहिरो गएर वर्षको भनौँ न कति महिना त हाम्रो गाडीहरू नै चल्दैन थियो, हामी डिस्कनेक्ट नै हुन्थ्यौँ वर्ल्डसँग होइन। अनि अब जस्तै अहिले रिसेन्टली पनि के भयो भन्दा ग्लेसियर लेक आउटबर्स्ट भयो, जुन कहिले पनि भएकै थिएन। त्यस्तो ठाउँमा बाढी गएको छ जहाँ हामीले कल्पना नै गर्न सक्दैन थियौँ हाम्रो जिल्लामा होइन। त्यसले गर्दाखेरि जनधनको क्षति भएको छ। अनि पहिरोहरू भनेको एकदमै सामान्य भइसक्यो हाम्रो उसमा। अनि हामीले त्यही जुन सेतो हिमाल देख्थ्यौँ पहिला, अहिले त्यो नै कालो हुँदै गइरहेको छ दिनहुँ होइन। सो सानैदेखि जनचेतनामूलक कार्यक्रमहरू चाहिँ भइ नै रहेको हुँदाखेरि पनि अलिकता त्यो एक्सनमा नआएको हो कि जस्तो चाहिँ भएको छ होइन। अनि अहिले बिस्तारै धेरै संस्थाहरू पनि एक्टिभ हुनुभएको छ त्यहाँ। अब त्यहीँको युथहरूले पनि अर्गनाइजेसनहरू चाहिँ बनाउँदै जानुभएको छ। अनि अब हाम्रो चाहिँ त्यहाँ दुर्लभ
एनिमल्सहरूदेखि लिएर प्लान्टहरू सबै भएको भएर त्यसमा चाहिँ एकदमै ग्रासरुट लेभलदेखि काम भइरहेको छ, तर इनफ भएको छैन। अझै पनि मान्छेहरूलाई चाहिँ धेरै जनचेतना भनौँ न छैन, अनि त्यो जनचेतना भएकोमा पनि एकदमै डिभाइडेड नै छ कि अब कति जुन कम्युनिटिजहरूमा चाहिँ पुग्नुपर्ने हो त्यो अझै पुग्न सकेको छैन, तर काम भइरहेको छ। अनि कतिले चाहिँ अब सक्दो प्रयास गरिराख्नु भएको छ भनौँ न। हजुर, जलवायु परिवर्तनले चाहिँ युवा अनि बालबालिका अनि महिलाहरूलाई चाहिँ मुख्यतः असर गरेको देखिन्छ। तर हजुरको जुन यो वर्कहरू छ नि रिसेन्ट टाइम्समा, यो चाहिँ मेनली वुमेन फोकस्ड भएर छ नि त। अनि हजुर। हजुरको दृष्टिमा चाहिँ यो महिलाहरूलाई नै महिलाहरूलाई चाहिँ यो जलवायु परिवर्तनले चाहिँ के कस्ता असरहरू पारिरहेको छन् जस्तो लाग्छ? अनि हजुरको मेजर यो महिलालाई नै लिएर यो जलवायु परिवर्तनसँग रिलेटेड काम यो सस्टेनेबल प्रडक्ट डेभलप गर्छु भन्ने कुरा चाहिँ त्यसलाई छोटो मिठो तरिकाले भनिदिनुहोस् न। म आफै पनि भनौँ न फर्स्ट त आइएम अ वुमन होइन, अनि त्यही भएर पनि त्यो इन्स्टिङ्क्टली पनि त्यो आउँछ होइन, वुमनहरूकै लागि गरौँ भनेर। अनि अर्को भनेको म यस्तो ठाउँमा जन्मिएँ होइन, अनि त्यति बेला लाइक भनौँ न अब आजभन्दा 10 वर्ष अगाडि त्यहाँ भूकम्प पनि गएको थियो होइन, त्यो इट्स सेल्फ इज अ नेचुरल डिजास्टर। अनि त्यति बेला पनि हामीलाई चाहिँ एकदमै गाह्रो भएको थियो, हाम्रो घर भत्किएको थियो होइन सबैमा। अनि म आफै महिनावारी हुँदाखेरि मलाई पनि गाह्रो भएको थियो कि जुन दिन भूकम्प गयो त्यही दिन म महिनावारी भएको थिएँ कोइन्सिडेन्टली। अनि त्यति बेला अब प्याडको एक्सेसले नगर्दाखेरि, टोयलेट नहुँदाखेरि कतिको त्यो पीडा हुन्छ भन्ने कुरा मेरो आफ्नो पर्सनल भोगाइहरू छन् होइन। त्यो मात्र नभएर अब भनौँ न डेटाहरूले नै भन्छ वुमनहरूलाई चाहिँ यो क्लाइमेट चेन्जको इफेक्टहरूले गर्दाखेरि झन् पोभर्टीमा धकालिरहेको भन्ने छ होइन। अनि किन भन्दाखेरि वुमनहरूलाई चाहिँ वुमन गर्ल्सहरू भनौँ न फाइनेन्सियली पनि अरूमा डिपेन्डेन्ट हुन्छन् मेनहरूमा होइन। अनि उहाँहरूलाई हाम्रो जस्तो समाजमा मोबिलिटीको एक्सेस पनि हुँदैन होइन, अनि एकदमै लिमिटेड हुन्छन्। अनि एकदमै यो नलेजको ट्रान्सफरको कुराहरूदेखि लिएर अवेरनेसको कुराहरूमा चाहिँ अझै पनि महिलाहरू धेरै नै पछाडि हुनुहुन्छ होइन। अनि अब एक्सेस टु रिसोर्सेस फाइनेन्सियलदेखि लिएर होइन हरेक त्यो पहुँचको कुराहरूमा चाहिँ एकदमै कमी नै छ वुमनहरूमा। अनि त्यही भएर अब विभिन्न रिसर्चहरूले पनि त्यही भन्छ, लाइक वुमनहरू चाहिँ एकदमै धेरै चाहिँ भनौँ न अफेक्ट हुन्छन् मेनभन्दा पनि धेरै चाहिँ वुमन र गर्ल्सहरू। अनि क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ स्ट्रेसहरूदेखि लिएर होइन हरेक लाइक मेन्टल हेल्थ इस्युजहरू आउने हुनाले अझ वुमनहरूलाई चाहिँ त्यसको असर धेरै पर्छ अरे होइन। किन भन्दाखेरि जेन्डर बेस्ड भाइलेन्सको पनि एकदमै राइज हुन्छ क्लाइमेट चेन्जको लाइक कुनै पनि डिजास्टरहरू आयो भने। अनि किन भन्दाखेरि वुमनहरू चाहिँ केयरटेकर हुन्छ नि त घरमा, सो अब पानीको एक्सेस नहुँदाखेरि, फुडको एक्सेस नहुँदाखेरि उहाँहरूलाई नै धेरै चाहिँ असर पर्छ होइन। अनि प्लस अवेरनेस नभएको कारणले, नलेज नभएको कारण, अनि इन्फर्मेसन चाहिँ उहाँहरूलाई ढिला पुग्ने भएको कारणले चाहिँ उहाँहरू चाहिँ एकदमै जोखिममा पर्ने होइन। अब समयमा अब घरबाट अब हुन्छ नि त्यो रेस्क्यु गर्न नसकिने, कहीँ भाग्न नसकिने, त्यही भएर चाहिँ प्रायः जस्तो हाम्रै पनि नेपालमा पहिरो जाँदाखेरि वुमनहरू चाहिँ ट्र्याप भएको घरहरूमा जस्तो छ होइन। सो अनि प्लस अर्को भनेको चाहिँ इभन लाइक डिजास्टरकै कुराहरू गर्दाखेरि पनि मेन्सुरल हेल्थको निड्सहरू चाहिँ कहिले पनि प्रायोरिटाइज गरिँदैन कि। अनि त्यसले गर्दा इट्स लाइक हाम्रो चोइस होइन नि त, इट क्यान ह्यापन एनी टाइम। मलाई त भयो होइन, म अब त्यो भूकम्प गएको बेला आई डेन्ट नो कि म हुन्छु भनेर पनि होइन। सो त्यो चोइस छैन, बट देन इट्स समथिङ द्याट निड्स टु बी म्यानेज नि त, हाम्रो हेल्थ रिलेटेड हो होइन। अनि त्यसले गर्दाखेरि हाम्रो चाहिँ मोबिलिटीमा पनि कति असर पर्छ नि त। सो इट निड्स टु बी प्रायोरिटाइज भन्ने चाहिँ छ होइन। सो आई थिङ्क वुमनहरूलाई चाहिँ एकदमै जलवायु परिवर्तनको हुन्छ नि परिवर्तनले गर्दाखेरि धेरै नै असर पर्ने भएको भएर पुरुषहरूको तुलनामा, त्यही भएर उहाँहरूमा पनि ध्यान केन्द्रित चाहिँ हुनुपर्छ भन्ने चाहिँ मेरो धारणा हो। अनि आई थिङ्क इट्स हाई टाइम कि हामीले चाहिँ वुमन र गर्ल्सहरूलाई नै सेन्टर गरेर पनि क्लाइमेट एक्सन चाहिँ डिजाइन गर्नुपर्छ प्लस इम्प्लिमेन्ट गर्नुपर्छ भन्ने। हजुर, साँच्चै नै दिपिसाजी, हामी वुमेन्सलाई जति एफेक्ट पर्छ, हामी हाम्रो हेल्थदेखि लिएर सबै मेन्टल अथवा फिजिकल हेल्थमा पनि हामीले एकदम नै कन्सर्न गर्नुपर्छ। यो क्लाइमेट चेन्जको कुराहरूले चाहिँ हामीलाई धेरै नै एफेक्ट पारिरहेको हुन्छ। सो हजुर एज अ फिमेल त्यो माथि पनि युथ हुनुहुन्थ्यो, युथ हुनुहुन्छ, यो स्पर्श एउटा
दिगो सोल्युसन्स खोज्ने बेलामा। सो हजुरलाई चाहिँ के मेजर च्यालेन्जेसहरू चाहिँ फेस गर्नु पर्यो फिमेल युथ भएर? यो मसँग एउटा आइडिया छ, तर यो आइडियाको लागि म यसरी चाहिँ सस्टेन गर्छु, यो मेरो च्यालेन्जेस थियो भन्ने कुरा चाहिँ के थियो होला? मलाई एकदम जान्न, एकदम हाम्रो दर्शकवृन्दहरूलाई पनि जान्न एकदम इच्छुक लाग्यो जस्तो लाग्छ, हुनुहुन्छ जस्तो लाग्छ हजुरको लाइफ हिस्ट्री यतिसम्म सुन्दै आउँदाखेरि। अनि म पनि एकदम इन्ट्रेस्टेड भयो यो सुन्नको लागि। सो दिपिसाजी। मेरो चाहिँ अब म अहिले भनौँ न 24 हुन लागेँ। हजुर। अनि मैले 10 वर्ष अगाडि चाहिँ आफ्नो यो जर्नी सुरु गरेँ हो। मैले अघि भनेँ नि भूकम्पको बेलामा चाहिँ हाम्रो अब घर धन सबै क्षति भएको थियो होइन। अब हाम्रोतिर त तपाईँहरूले सुन्नुभएको पनि होला लाङटाङको एभालान्स होइन, यो हिम पहिरोले गर्दाखेरि पुरै गाउँ नै बगाएको त्यस्तोहरू पनि भएको थियो। त्यो अब मेरो गाउँमा थिएन, तर भनौँ न मेरो साथीहरू धेरै नै त्यसमा भनौँ न एफेक्ट हुनुभएको थियो होइन। उहाँहरूको फ्यामिली उहाँहरूले गुमाउनु भयो, त्यो धेरै कुरा भएको थियो होइन। अनि सो भूकम्पको बेला अब हामी चाहिँ कस्तो उसमा थियौँ भन्दाखेरि मेरो बाबा चाहिँ अब सरकारी कर्मचारी नै हो, अनि स्वास्थ्य क्षेत्रमा चाहिँ काम गर्ने। अनि हामी जिल्ला स्वास्थ्य भनौँ न कार्यालयको चाहिँ क्वार्टरमा बस्थ्यौँ होइन। अनि त्यो सबै कुरा भत्कियो। अनि बिकज लाइक हामी चाहिँ अब हेल्थ सेक्टरमै काम गर्ने प्लस अस्पतालमा अब जिल्लाको एउटा मात्र जिल्ला अस्पतालमा काम गर्ने भएको भएर त्यो रिस्पोन्सिबिलिटी चाहिँ हाम्रो उसमा आयो कि हामीले आफूलाई के भइरहेको छ भन्दाखेरि पनि अब अरूहरूलाई के गर्न सकिन्छ त भन्ने हेर्नु पर्थ्यो होइन। अब त्यो भत्किकै हस्पिटलबाट मेरो मम्मीले चाहिँ औषधिहरू निकाल्ने त्यो गर्नेदेखि लिएर सबै गरेर हामीले नै अरूहरूलाई ट्रिट गर्नु पर्थ्यो। अनि भनौँ न कस्तो कस्तो सिचुएसन भएको थियो भन्दाखेरि अब मेरै अगाडि मैले चिनेको मान्छेहरूको लास थियो होइन। सो द्याट वाज लाइक भेरी टेरिफिक। अनि हामी टेन्टमा सुत्नु पर्थ्यो, सुत्दाखेरि पनि हामीले कम्युनिटीलाई प्रायोरिटाइज गर्दाखेरि हामीलाई आफैलाई सुत्ने ठाउँ हुँदैन थियो होइन। सो त्यसले गर्दाखेरि चाहिँ एकदमै सानैदेखि यो भोगाइहरू थियो होइन। अनि त्यो पछि के भयो भन्दा लाइक इन्टरनेसनल फेडरेसन अफ रेड क्रसबाट चाहिँ रेस्क्यु टिम आउनुभयो होइन हाम्रो गाउँमा। अनि त्यो पछि चाहिँ उहाँहरूलाई एउटा ट्रान्सलेटर चाहिएको थियो, अनि कता कताबाट मलाई भेट्नु भयो होइन। अनि थ्याङ्कफुली मैले चाहिँ सानैदेखि अब इङ्ग्लिस आफैले सिकेको भएर मेरो इङ्ग्लिस चाहिँ ठिकै ठिकै थियो त्यतिखेर उहाँहरूसँग काम गर्न मिल्यो। अनि त्यसरी चाहिँ उहाँहरूले मलाई ट्रान्सलेटरको रूपमा हायर गरिसकेपछि चाहिँ मेरो चाहिँ लाइफ परिवर्तन भयो। जुन थियो मलाई पहिला अब सानोमा त्यति धेरै एक्सेस थिएन होइन, त्यस्तो गाउँमा हुर्किएँ जहाँ इभन हाम्रोमा लाइब्रेरी पनि थिएन कि बुक पढ्छु भन्दा पनि नपाउने खालको ठाउँमा चाहिँ। अनि देन त्यसरी आइसकेपछि मैले गाउँ गाउँमा जान पाएँ रेस्क्यु टिमहरूसँग होइन। उहाँहरूको अब हरेक ट्रेनिङहरू पनि मैले ट्रान्सलेट गर्न पाएँ। अनि त्यसले गर्दाखेरि एउटा हिसाबको इम्पावरमेन्ट मिल्यो। अनि आफ्नो गाउँमा चाहिँ के भइरहेको छ त, कस्तो खालको समस्या छ भन्ने कुरा चाहिँ मैले एकदम राम्ररी बुझ्न पाएँ। अनि त्यति बेला नै मलाई थाहा थियो कि ओके वुमन र गर्ल्सहरूलाई चाहिँ यस्तो हुँदो रहेछ भनेर। किन भन्दा त्यहाँ युनिसेफको सेल्टर होमहरूमा पनि हामी जान्थ्यौँ भिजिट गर्न होइन। सो एकदमै धेरै केसेसहरू देखेपछि मलाई रियलाइज भयो ओके मैले त यो दुनियाँ देखेकै थिइनँ पहिला, किन भन्दा म एकदमै इन्ट्रोभर्टेड नै थिएँ त्यतिखेरसम्म होइन। अनि सो त्यसले चाहिँ मलाई एकदमै एउटा इन्सपायर गर्यो कि ओके आई हेभ टु डु समथिङ भन्ने खालको। अनि पछि म काठमाडौँ आइसकेपछि पनि मैले चाहिँ कन्टिन्यू गरेँ आफ्नो कामहरू। अनि पछि अब मेरो भनौँ न पढाइले गर्दाखेरि मलाई अब यो महिनावारी सम्बन्धी पनि एकदमै धेरै अवेरनेस भयो होइन। अनि त्यो कन्सर्नको विषय पनि भयो कि मलाई त थाहै थिएन यो कुरा होइन। अनि यस्तो नर्मल कुरा वाइ आर वी ह्याभिङ टु डिल विथ सो मेनी इस्युज भन्ने खालको चाहिँ भएको थियो होइन। अनि त्यसरी चाहिँ मैले अनि अब त्यसलाई फेरि आफ्नो जुन एक्सपिरियन्स थियो कम्युनिटी एक्टिभिजमको सबैलाई चाहिँ जोड्दै गर्दाखेरि अनि एजुकेसन प्रोग्राम्सहरू चलाएँ, वर्कसप्सहरू चलाएँ होइन। अनि अब युथ त्यो हुन्छ नि हामीले चाहिँ युथहरूलाई सँगै लिएर आएर डिस्कोर्सहरू गर्ने होइन, कन्भर्सेसनहरू गर्ने। किन भन्दा जब मैले स्टार्ट गरेको थिएँ त्यतिखेर पिरियडको बारेमा मेन्स्ट्रुएसनको बारेमा खुलेर बोल्न वाजन्ट नर्मल इभन काठमाडौँमा पनि होइन। सो त्यति बेला पिपल फ्रम अल जेन्डर ब्याकग्राउन्ड्सहरू चाहिँ आएर होइन टु जस्ट टक अबाउट मेन्स्ट्रुएसन भन्दाखेरि चाहिँ इट वाज भेरी इन्सपाइरिङ। अनि त्यही अनि त्यतिमा एकदमै च्यालेन्जेसहरू पनि थियो कि किन भन्दाखेरि म अब जस्तो ठाउँबाट आएँ त्यहाँ त रिसोर्सेसहरू थिएन। म अब भनौँ न यस्तो परिवारमा आएँ जहाँ चाहिँ फाइनेन्सियल
हामीसँग त्यो फाइनेन्सियल रिसोर्सेस पनि थिएन होइन सो आफैले दुःख गरेर गर्नु पऱ्यो सबै कुरा आफूले नेटवर्क बनाउनु पऱ्यो होइन अनि थ्याङ्कफुली मेरो चाहिँ लाइफमा के भयो भन्दाखेरि मैले चाहिँ यस्तो राम्रो नेटवर्कहरू चाहिँ पाएँ कि साथीहरू मेन्टरहरू अनि उहाँहरूले गर्दा चाहिँ एकदमै सजिलो भयो अनि त्यस्तै उसमा चाहिँ मैले निडिजी भन्ने संस्थासँग चाहिँ कनेक्ट हुन पाएँ होइन अनि त्यहाँ चाहिँ निडिजी भनेको चाहिँ सोसियल बिजनेसेसहरू बनाउने हो नेपालमा कुनै पनि सोसियल इस्युज जेन्डर इस्युजहरूमा अनि थ्याङ्कफुली मेरो कलिगहरूसँग मैले भेट्न पाएँ होइन अनि हामीले चाहिँ यो आइडियालाई चाहिँ भनौँ न एक्सनमा परिवर्तन गर्न पायौँ निडिजीको थ्रुबाट अनि म चाहिँ अब 18 वर्षको थिएँ होइन जब हामीले यो स्पर्श भनेर एज अ प्रोजेक्ट एज अ रिसर्च त्यो स्टार्ट गर्दाखेरि चाहिँ अनि हामी चाहिँ अब धेरै नै यो लोकल गभर्मेन्टहरूसँग डिल गर्नु पऱ्यो गभर्मेन्ट एजेन्सिजहरूदेखि लिएर हरेक ठाउँमा अनि अब त्यसमा चाहिँ के हुन्छ भन्दा 99.9% चाहिँ जहिले पनि एकदमै एबभ 40 को चाहिँ मेनहरू हुनुहुन्थ्यो कि त्यो पोजिसनमा अनि म एज अ भर्खरको मान्छे उसै माथि रसुवाबाट आएको त्यो जियोग्राफिकल त्यो कन्ट्याक्ट पनि त्यो भयो होइन अनि देन अब जेन्डरको हिसाबले वुमन गर्ल भनौँ न त्यतिखेर त अनि अर्को भनेको अब इन्डिजिनियस ब्याकग्राउन्डबाट आउँदाखेरि चाहिँ एकदमै धेरै चाहिँ हुन्छ नि डिस्क्रिमिनेसन पनि हुँदो रहेछ होइन अनि कति टाइम त लाइक आई थिङ्क युवाहरूलाई धेरै नै फेस हुने च्यालेन्जेसहरू पनि यो हो कि ट्रस्ट नै हुँदैन कि लाइक गर्न सक्छौ र भन्ने खालको कुरा हुन्छ अनि फर्स्टमा त कुरा नै सुन्न नखोज्ने अनि मेरो चाहिँ के हुन्थ्यो भन्दाखेरि म त्यो हामीले यो लिगल कामहरू गर्दै गर्दाखेरि रजिस्ट्रेसनको यताउता अनि म आफ्नो लयरसँग जान्थेँ होइन हु इज अ म्यान हिमसेल्फ अनि मलाई त हेर्दै नहेर्ने कि इभन द मेरो आइडिया हो लाइक मेरो कम्पनी हो मलाई हेर्दै नहेर्ने अनि डाइरेक्ट डिसमिस गरिदिने कि प्रपोजलहरू लेख्यो त्यो गऱ्यो अनि प्रेजेन्ट गर्दाखेरि चाहिँ ओके तपाईँहरू यो गर्न आउनुभएको यस्तो काम गर्न आउनुभएको भनेर लाइक डाइरेक्ट डिसमिस गरिदिने कि विच वाज लाइक भेरी अनट्रु उहाँहरूले जुन भनिराख्नु भएको थियो उहाँहरूले प्रपोजल पनि पढ्नुहुन्न थियो भन्ने कुराको चाहिँ त्यो थियो अनि एकदमै गाह्रो हुने कि च्यालेन्जेस अनि कहिलेकाहीँ चाहिँ ब्युरोक्रेसी वर्कहरू एकदमै धेरै टाइम लिन्छ अनि हामी युवाहरूसँग चाहिँ त्यो रिसोर्सेस हुँदैन कि किन भन्दा टाइम इज मनी नि त हाम्रो लागि अनि हामी अब जस्तै हाम्रो फर्स्ट फ्याक्ट्री चाहिँ हामीले सुस्तामा बनाएको अनि त्यति बेला पनि त्यहाँ अब एउटा रजिस्ट्रेसनको काम गर्न जाँदाखेरि त्यहाँ गाउँपालिकामा जानु पर्यो भनेर गयौँ होइन 2 दिनको काम थियो अनि 2 दिनको कपडा बोकेर काठमाडौँबाट त्यहाँ गइयो अनि पछि के भयो भन्दा गाउँपालिकाको अध्यक्ष हुनुहुन्न अनि अध्यक्ष नभएपछि होइन कुर्नुपर्ने भयो आज आउनुहुन्छ होला भोलि आउनुहुन्छ होला भन्दाखेरि छैन 14 दिन बित्यो कि अब 14 दिन बितिसकेपछि पनि उहाँ आउँदाखेरि त्यो काम बनेन कि अनि हामी खाली हात आउनु पर्यो सो यस्तो इन्सिडेन्टहरू धेरै नै छ होइन अनि आई थिङ्क वुमन भएर झनै गाह्रो छ कि यस्तो केसेसहरूमा किन भन्दा हामी चाहिँ एकदमै कम छौँ यो सेक्टरमा एज अ फाउन्डर एज अ को फाउन्डर एन्टरप्रेनरसिपदेखि लिएर लिडरसिपको कुराहरूमा अनि अनि हामीले गर्ने कुराहरू पनि एकदमै नयाँ इनोभेटिभ हुन्छ नि त सो पहिला कसैले गरेको हुँदैन अनि सबै कुरा आफैले गरेर सिक्नुपर्छ क्या त्यसले गर्दा कति कुराहरू चाहिँ गाह्रो बन्न जान्छ कति फेल हुनुपर्छ होइन अनि हामीलाई कोभिडले गर्दा पनि एकदमै गाह्रो बनाइयो हामीले जस्तो जस्तो पार्टनरसिपहरू भेटाएको थियौँ उहाँहरू सबै बन्द हुनुभयो होइन त्यसले गर्दाखेरि पनि अनि अर्को लाइक त्यो च्यालेन्जेसहरू भनेको चाहिँ त्यही हामीले चाहिँ रोल मोडल पाएनौँ कि मैले चाहिँ मेरो लाइफमा रियल रोल मोडल नै पाइनँ मैले जस्तो काम गरेको अब इन्टरनेटमा देखिन्थ्यो तर रियालिटीमा थिएन कि सो आई थिङ्क त्यो रोल मोडल नहुँदाखेरि पनि एकदमै गाह्रो हुँदो रहेछ कि आई डोन्ट नो लाइक हाउ टु नेभिगेट भन्ने कुराहरू अनि आफैले सिक्नुपर्ने अनि थ्याङ्कफुली मेरो चाहिँ एकदमै राम्रो सपोर्ट सिस्टमहरू भयो मेरो कलिगहरू मेरो साथीहरू होइन मेरो फ्यामिली त्यसले गर्दा चाहिँ यो सबै स्ट्रगलहरू चाहिँ पार गरेर आज यहाँ आइपुगेको छौँ तर एकदमै गाह्रो थियो भनौँ न अनि थ्याङ्क यू यो क्वेसन चाहिँ सोध्नु भएकोमा किन भन्दा कतिजनाले चाहिँ दे जस्ट सी नि त ओके यस्तो भइरहेको छ भने बट देन बिहाइन्ड द सिन के भएको थियो स्ट्रगल च्यालेन्जेसहरू चाहिँ कतिलाई थाहा हुँदैन अनि आइएम लाइक होपफुल कि अब हामीले यो जर्नी पार गरिसक्यौँ नि त सो अब चाहिँ अरू जो पनि आउनुहुन्छ हाम्रो पछाडि आई थिङ्क दे वुड ह्याभ इट इजियर भनौँ न त्यो चाहिँ आई क्यान बी होपफुल त्यो कुरामा ओके दिपिसाजी हजुरले चाहिँ यो स्पर्शको लागि पाथवे चाहिँ आफै क्रिएट गर्नुभएको रहेछ अनि यो चाहिँ झन् एउटा मोटिभेसनल कुरा भयो कि हामी युथको लागि हामी चाहिँ गर्न सक्छौँ है हामीले सोचेपछि हामीले आइडिएसन स्टेजमा त्यो कुरालाई ल्याइसकेपछि त्यसलाई चाहिँ एउटा पाथवे लिएर त्यसलाई
एउटा सस्टेनेबल सोल्युसन्स बनाउन सक्छौँ है भन्ने कुराको चाहिँ हजुर रोल मोडल भइसक्नु भएको छ। एन्ड आई एम भेरी मच मोटिभेटेड, अनि हाम्रो दर्शकबिनहरू पनि मोटिभेट भइसक्नु भएको छ। सो हजुरलाई के लाग्छ हाम्रो त नेपालको एउटा हिस्ट्री हेर्ने हो भने पनि नेपालको लाइभलीहुड चेन्ज हुनको लागि चाहिँ एकदम गाह्रै छ नि त है, मान्छेको मेन्टालिटी चेन्ज गर्न। अनि त्यसपछि एउटा जुन स्टिकनेस छ नि हाम्रो हिस्ट्रीसँग, त्यो अझै पनि गाह्रो नै छ जस्तो लाग्छ मलाई चाहिँ। हजुरलाई के लाग्छ स्पर्शले चाहिँ यो क्लाइमेट एज अ क्लाइमेट रेजिलेन्ट मोडल भनेर चाहिँ नेपालको लाइभलीहुडलाई चाहिँ चेन्ज गर्न सक्छ होला त? मह्म। अब यहाँ नेपालको नै भन्दा पनि आई थिङ्क अहिले चाहिँ हामी एकदमै कम्युनिटी फोकस छौँ। सो हाम्रो चाहिँ सुस्तामा छ होइन, एउटा फाइबर फ्याक्ट्री छ, हाम्रो कम्युनिटी नै छ त्यहाँ। अनि अर्को भनेको यहाँ भरतपुरमा होइन, यता मोहनपुर मा छ होइन हाम्रो। सो हामीले चाहिँ अहिले एकदमै सानो कम्युनिटीबाट स्टार्ट गर्दैछौँ। अनि हामीले जहाँ काम गर्दैछौँ त्यहाँ चाहिँ हामीले परिवर्तन देखि नै सकेको छौँ। किन भन्दाखेरि हामीले सुस्ता चुज गर्नुको कारण पनि त्यही हो कि त्यहाँको महिलाहरूलाई नै भनौँ न सशक्तिकरण गर्न सकौँ, त्यहाँको उहाँहरूलाई चाहिँ इम्पावर गर्न सकौँ भन्ने नै त्यो थियो होइन। सो त्यो हिसाबले त्यो अनि हामीले चाहिँ लोकल्ली पार्टनर गर्न खोजेको हो होइन। जस्तै फार्मरहरूसँग हाम्रो एकदमै राम्रो पार्टनरसिप छ त्यहाँ होइन, उहाँहरूले एकदमै सपोर्ट गर्नुभएको छ, उहाँहरू एकदमै खुसी हुनुहुन्छ हामी त्यहाँ छौँ भन्ने हिसाबले। किन भन्दा हामीले त्यस्तो ठाउँमा फ्याक्ट्री खोलेको छौँ जहाँ चाहिँ पहिला थिएन यस्तो होइन। अनि त्यहाँको म्याक्सिमम् युथहरू चाहिँ इन्डिया जाने कि त खाडी मुलुकहरूमा जाने होइन, रोजगारको अवसरको खोजीमा। अनि अहिले चाहिँ त्यहीँ जबहरू पाउँदाखेरि चाहिँ एकदमै त्यहाँको कम्युनिटीलाई सपोर्ट भएको छ। अनि हाम्रो चाहिँ अब फ्याक्ट्रीमा जो अपरेटरहरू काम गर्नुहुन्छ होइन, उहाँहरू त्यो कम्युनिटीमा रोल मोडल भइसक्नु भएको छ। किन भन्दाखेरि जुन कम्युनिटीमा चाहिँ वुमनहरू भनौँ न बाहिर निस्किन होइन सक्नुहुन्न थियो, अहिले उहाँहरू एकदमै भनौँ न इम्पावर्ड भएर हाम्रो फ्याक्ट्रीमा काम गर्न आउनुहुन्छ। एकदमै हामीले राम्रो स्यालेरी दिन्छौँ त्यहाँ होइन। अनि कस्तो पनि भएको छ भन्दा हाम्रो एकजना अपरेटर बहिनी हुनुहुन्छ, उहाँले त भनौँ न आफ्नो घर पनि बनाइसक्नु भयो कि हामीसँग काम गरेर होइन। जुन समाजमा चाहिँ महिलाहरूलाई जहिले पनि सेकेन्डरीको रूपमा हेरिन्छ होइन। सो उहाँले त्यस्तो गर्नु भनेको त्यो समाजलाई नै एउटा परिवर्तनको दिशामा लाने कुरा हो जस्तो लाग्छ मलाई। सो त्यो कम्युनिटीमा चाहिँ एकदमै धेरै परिवर्तनहरू आइसक्यो हामीले काम गर्न थालेकोदेखि। अनि अहिले हामी यहाँ पनि त्यसरी नै काम गरिरहेको छौँ भरतपुरमा होइन। सो सो हामी चाहिँ कम्युनिटी सेन्टर्ड नै छौँ होइन, उहाँहरूसँग पार्टनरसिपमा नै काम गरिरहेको छौँ। अनि त्यो चेन्जहरू देखिरहेको छौँ। अनि आई थिङ्क हामीले स्पर्शलाई अब बिस्तारै बढाउँदै गयौँ भने होइन, भोलि गएर हामी अफकोर्स अरू जिल्लाहरूमा पनि जान सक्छौँ होइन, अरू कम्युनिटीहरूमा पनि जान सक्छौँ। अनि हामीले चाहिँ स्पर्श यस्तो वेमा डिजाइन गरेको छौँ, यस्तो वेमा बिल्ड गरेको छौँ कि हामीले योबाट ब्लु प्रिन्ट निकालिरहेको छौँ मैले होइन। सो त्यो ब्लु प्रिन्ट मोडल चाहिँ कसैले पनि रेप्लिकेट गर्न सक्नुहुन्छ जहाँ चाहिँ केराको खेती हुन्छ कि। सो जुन हामीले स्ट्रगल गऱ्यौँ नि सुरुमा, हामीलाई ज्ञान नभएर हामीले आफै रिसर्च गर्नु पऱ्यो, स्क्रैचबाट गर्नु पऱ्यो, अरूले त्यो गर्नु पर्दैन। किन भन्दाखेरि हामीसँग त्यो नलेज भइसकेको छ। अनि हामीले कहाँ फेल भएको थियौँ, हाम्रो च्यालेन्जेसहरू कहाँ थियो, त्यो सबै कुरा चाहिँ हामीसँग छ होइन। सो वी आर एबल टु सेयर द्याट अरूसँग। अनि हामी अब सुस्ता पनि क्लाइमेट भनौँ न क्लाइमेट चेन्जको शिकार भएकै क्षेत्र हो। हरेक वर्ष हामीले सुन्छौँ बाढी भइरहेको, हरेक वर्ष चाहिँ बाढीहरू नयाँ नयाँ क्षेत्रमा छिरिरहेको छ त्यहाँ पनि होइन। अनि त्यो एरियामा अब मैले भनिहालेँ वुमन गर्ल्सहरू चाहिँ एकदमै धेरै नै अफेक्ट हुन्छ क्लाइमेट चेन्जले गर्दाखेरि। अनि हामीले चाहिँ अहिले इकोनोमिक इम्पावरमेन्टमा चाहिँ मेन फोकस गरिरहेको छौँ कि सो द्याट वुमनहरूले चाहिँ आफैले भनौँ न रिसोर्सेसको एक्सेस लिन सकौँ, उहाँहरू आफै इम्पावर्ड हुन्। किन भन्दाखेरि जबसम्म महिलाहरू इकोनोमिकली इम्पावर्ड हुँदैन, अरू कुराहरू सेकेन्डरी हुन्छ जस्तो लाग्छ कि इभन लाइक डिसिजन मेकिङको कुराहरूमा, कतिको पब्लिक स्पेसेस लिने भन्ने कुराहरूमा। सो त्यही भएर हाम्रो फोकस भनेको चाहिँ स्किल बिल्डअप र इकोनोमिक इम्पावरमेन्ट हो। अनि हाम्रो अहिले चाहिँ हामीले एक्जाम्पलै क्रिएट गरिसक्यौँ नि त सुस्तामा, अनि अहिले भरतपुरमा हुँदैछ होइन। सो बिस्तारै अफकोर्स लाइक होल नेपालमा पनि जान सकिन्छ, तर अहिले चाहिँ हामी त्यही दुईवटा कम्युनिटीमा नै फोकस छौँ यहाँ। ओके, हजुरहरूको स्पर्शमा चाहिँ कतिजना फिमेल्सहरू चाहिँ डाइरेक्टली इम्प्लोइ हुनुहुन्छ? हाम्रोमा चाहिँ अहिले भनौँ न हामी हिसाबले लाइक सानो भएको भएर डाइरेक्टली भन्दाखेरि जस्तै हामी 8जना
भन्दा बढी छौँ होइन हजुर। महिलाहरू। अनि हाम्रो चाहिँ सिजनल पनि धेरै हुन्छन्, किन भन्दाखेरि हाम्रो उता केराको थामहरू गर्दाखेरि चाहिँ हार्भेस्ट सिजन हुन्छ हाम्रो, त्यति बेला त 10 भन्दा बढी नै पुग्छ। तर अहिले हाम्रो चाहिँ अझै हामीले बढाउँदैछौँ। अनि ट्रेनिङहरूको स्किल बिल्डअपदेखि लिएर इम्पावरमेन्टहरूको कुरामा त हामीले त अहिलेसम्म आई थिङ्क धेरै नै 30 भन्दा बढी नै महिलाहरूलाई चाहिँ हामीले डाइरेक्टली इम्प्याक्ट गरिसकेको छौँ। ओके दिपिसाजी, हजुरले चाहिँ यो क्लाइमेट एक्सन र एउटा सोसल इन्टरप्राइजको जुन जोर्नी छ नि, त्यसलाई चाहिँ हजुरले एउटा ब्रिजिङको काम गरिराख्नु भएको छ। सो यसमा चाहिँ हजुरले क्लाइमेट लिडरसिपलाई चाहिँ कसरी डिफाइन गर्नुहुन्छ? सो मेरो लागि चाहिँ क्लाइमेट लिडरसिप भनेको इट्स अबाउट टर्निङ कन्सर्न्स इन्टु एक्सन, अनि एक्सनलाई चाहिँ इम्प्याक्टमा लिइरहनु पऱ्यो भन्ने कुरा हो। अनि अफकोर्स अवेरनेस एजुकेसन भन्ने कुराहरू पनि इम्पोर्टेन्ट हुन्छ, बट देन लङ टर्म सोल्युसनहरू लिएर आउनको लागि चाहिँ आई थिङ्क वी निड एन्टरप्रेनरसिप जस्तो लाग्छ। त्यही भएर पनि हामीले स्पर्श क्रिएट गरेको हो, सो द्याट हाम्रो जुन भोगाइहरू छ, हामीले सिकेको कुराहरू अनि हामीले देखेका कुराहरूलाई चाहिँ वी क्यान भनौँ न इन्टिग्रेटेड इन्टु स्पर्श भन्ने कुरा चाहिँ हो। अनि त्यही भएर हामीले मेन्स्ट्रुअल हेल्थमै काम गर्दाखेरि पनि होइन, वुमन इम्पावरमेन्टमै काम गर्दाखेरि पनि वी वेन्ट इन्टु सस्टेनेबल प्रोडक्ट भनौँ न। सो हामीले केराको त्यो रेसाबाट होइन प्याड बनाउनुको त्यो उद्देश्य पनि यही नै हो, द्याट वी क्यान ट्याकल लाइक इन्भाइरोमेन्टल प्रोटेक्सन भन्ने कुरा पनि हो। अनि सो हाम्रोमा चाहिँ के हुन्छ भन्दाखेरि महिलाहरूले चाहिँ हरेकचोटि मेन्स्ट्रुएसन गर्दाखेरि हामीले अहिले प्याड युज गरिरहेको छौँ होइन धेरै ठाउँमा भनौँ न, स्पेसली अब यो सिटी एरियाजहरूमा। अनि त्यसले गर्दाखेरि चाहिँ अब हामी कन्सियस नहुँदाखेरि होइन सो हामीले चाहिँ एकचोटि भनौँ न 1 वर्षमा एउटा महिलाले चाहिँ लगभग एभरेजमा 25 किलोग्राम्स अफ प्लास्टिक वेस्ट चाहिँ निकाल्नुहुन्छ होइन। अनि त्यो एउटा प्याड चाहिँ कुहिनलाई 500 देखि 800 वर्ष लाग्छ होइन, विच इज अ लट। अनि मेरो रिसर्च गर्दाखेरि चाहिँ के भएको थियो भन्दाखेरि त्यो डेटाहरूमा के देख्यो भन्दा म्याक्सिमम् अफ द जुन मेन्स्ट्रुअल वेस्ट छ नि त्यो कि त ल्यान्डफिलमा जान्छ, कि त खोलामा फाल्नुहुन्छ, कि त गाड्नुहुन्छ होइन। सो इट्स अल्सो पोल्युटिङ नि त। अनि मलाई चाहिँ कस्तो अनफेयर पनि लाग्यो यो कुरा, द्याट वुमन हेभ टु अलवेज कम्प्रोमाइज, कि त वी क्यान गेट मेन्स्ट्रुअल हाइजिन वा इन्भाइरोमेन्टल प्रोटेक्सन भन्ने कुरा, वाइ दे कान्ट गो ह्यान्ड इन ह्यान्ड भन्ने चाहिँ मेरो कन्सर्न थियो होइन। सो द्याट स्पर्श इज क्रिएटेड भनौँ न, किन भन्दाखेरि वी डोन्ट वान्ट वुमन टु कम्प्रोमाइज होइन। अनि हामीले बनाएको प्याड इज विदाउट केमिकल्स, अनि त्यो चाहिँ 3 मन्थभित्रमा बायोडिग्रेड लाइक हुन्छ होइन, आफै डिकम्पोज हुन्छ होइन, विच इज गुड फर इन्भाइरोमेन्ट एज वेल। अनि हामीले चाहिँ नेक्स्ट 3 इयर्समा 2.1 टन्स अफ भनौँ न प्लास्टिक वेस्ट चाहिँ इन्भाइरोमेन्टबाट डिस्कार्ड गर्छौँ भने द्याट्स अ भेरी बिग अचिभमेन्ट हो जस्तो लाग्छ। अनि आई थिङ्क दिस इज अल्सो अबाउट क्लाइमेट लिडरसिप, किन भन्दाखेरि वी आर showing ni we are showing an example कि okay climate change चाहिँ we are not just about like talking about it or discussing वा advocate मात्र गरिरहेको छैनौँ, we are doing it and showing example भनेर। अनि I think it's about that for me। अनि I think यसले गर्दाखेरि चाहिँ अरूलाई पनि इन्सपायर होस् जस्तो लाग्छ, किन भन्दाखेरि we need more innovation, we need more initiative climate change मा काम गर्ने चाहिँ भन्ने चाहिँ मेरो उद्देश्य हो। अनि yeah that's why we are here। ओके, साँच्चै नै दिपिसाजी क्लाइमेट लिडरसिपको चाहिँ एकदम राम्रो डेफिनेसन दिइसक्नु भएको छ हजुरले, एन्ड इट्स भेरी गुड। सो हाम्रो चाहिँ अलट अफ फिमेल्स युथहरू चाहिँ यो क्लाइमेट एक्सनको जोर्नीमा चाहिँ आउन चाहनुहुन्छ, तर दे हेभ फेस्ड अ लट अफ ब्यारियर्स नि त आउँदै गर्दाखेरि। सो वाट कुड बी द better option so they can get into this climate action? I think the biggest thing मेरो लागि चाहिँ के भएको थियो भन्दाखेरि it was just to start somewhere। किन भन्दाखेरि आई थिङ्क मोस्ट अफ द टाइम वी युथ हामीले चाहिँ धेरै कुरा सोध्छौँ गर्छौँ होइन, हामीसँग आइडिया हुन्छ, बट देन वी डोन्ट नो वेयर टु स्टार्ट। अनि त्यो आइडिया आफैमा बिग भएपछि चाहिँ इट बिकम्स भेरी ओभरवेल्मिङ कि लाइक कहाँबाट स्टार्ट गरौँ के गरौँ भन्दाखेरि चाहिँ। सो मेरो सजेसन चाहिँ के हुन्छ भन्दाखेरि स्टार्ट स्मल होइन, आफूसँग कस्तो रिसोर्सेस छ, आफूले कतिको क्यापासिटी, आफूमा कतिको क्यापासिटी छ, आफूले गर्न सक्ने कति हो, अनि आफूसँग भएको रिसोर्सेसहरू चाहिँ म्यापिङ गर्नु पऱ्यो। अनि त्यसको आधारमा चाहिँ मैले कहाँबाट सुरु गर्न सक्छु त भन्ने कुरा चाहिँ थाहा हुन्छ कि। अनि आई थिङ्क स्टार्ट गर्नु नै ठुलो
अचिभमेन्ट हो इन अ वे जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि सो स्टार्ट चाहिँ गर्नु पऱ्यो, द्याट्स भेरी इम्पोर्टेन्ट। अनि अर्को भनेको चाहिँ स्पेसेसहरू चाहिँ बिल्ड गर्ने वा आफू त्यो स्पेसेसहरूमा जाने। जस्तै फर इक्जाम्पल यो तपाईँहरूको अर्गनाइजेसन आफैमा पनि एउटा स्पेस हो नि त होइन, वेयर युथ वर्किङ अगेन्स्ट क्लाइमेट चेन्ज चाहिँ आउनुहुन्छ होइन। सो त्यो स्पेसहरू चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। दे आर स्पेसेस फर एन्टरप्रेनरसिप, इन्डिजिनस वुमनहरूको, लाइक द्याट लट होइन। अनि त्यो चाहिँ आफैमा एउटा सपोर्ट सिस्टम बन्न सक्छ। अनि जस्ट टु ह्याभ लाइक माइन्डेड पिपुल टुगेदर जसको चाहिँ हुन्छ नि, दे हेभ राइट माइन्ड सेट त्यस्तै खालको छ भने इट गिभ्स अ लट अफ इम्पावरमेन्ट कि आफैलाई पनि। अनि अर्को भनेको चाहिँ आई थिङ्क अल्सो वी हेभ टु लर्न एज यङ पिपल टु आस्क फर हेल्प जस्तो लाग्छ कि, हेल्प अर सपोर्ट। किनभने मैले चाहिँ धेरै गरिनँ पहिला, म एकदमै हिचकिचाउँथेँ कसैलाई सहयोगको लागि माग्न वा हुन्छ नि मलाई यो गरिदिनु न भन्न पनि होइन। सो मैले चाहिँ बिस्तारै सिक्दै गएँ। अनि आई वाज सरप्राइज कि वेन आई आस्क्ड कति धेरै मान्छेहरू वाज लाइक रेडी टु हेल्प मी कि। अनि त्यसले गर्दा मलाई एकदमै सपोर्ट भयो, बिकज दे आर पिपल आउट देयर नि त हु हेभ लाइक त्यस्तै सिमिलर माइन्ड सेट, हु वान्ट टु डु गुड फर द कम्युनिटी। अनि दे आर भेरी मच ह्याप्पी एन्ड इगर टु हेल्प एन्ड सपोर्ट के। सो त्यही भएर वी हेभ टु आस्क। अनि कति कुराहरू चाहिँ आफैले गर्न सकिँदैन, द्याट्स वाइ वी निड कम्युनिटी भन्ने जस्तो लाग्छ। अनि ह्याभ द्याट कम्युनिटिज भन्ने कुरा चाहिँ म सजेस्ट गर्छु। अनि अल्सो ह्याभ अ भेरी गुड सपोर्ट सिस्टम। किन भन्दाखेरि यो जर्नीहरू क्लाइमेट चेन्ज रिलेटेडको इट्स भेरी भनौँ न इट्स भेरी टफ, इट्स च्यालेन्जिङ। अनि त्यसले गर्दाखेरि कहिलेकाहीँ चाहिँ फ्रस्ट्रेटेड भइन्छ, किन भन्दा आई हेभ बिन देयर। अनि त्यसले गर्दाखेरि चाहिँ एउटा आफ्नो सपोर्ट सिस्टम, मेबी दे कुड बी फ्रेन्ड्स, फ्यामिली वा केही होइन, मेन्टर्सहरू। सो त्यो चाहिँ आफूले बनाउनु पर्छ होइन। अनि त्यो चाहिँ आई थिङ्क द्याट इज अ सजेसन आई कुड गिभ। अनि अब मेरो आफ्नै जर्नी इन एन्टरप्रेनरसिप चाहिँ निडिजीबाट स्टार्ट भएको हो। अनि अहिले चाहिँ निडिजीले लाइक सोसियल एन्टरप्रेनरसिपमा चाहिँ एउटा प्रोजेक्ट आरम्भ भन्ने प्रोजेक्ट खोलेको छ होइन, फर युथ्स इन चितवन र नवलपुरमा होइन। सो त्यसको एप्लिकेसन चाहिँ खोलेको छ। सो त्यसमा चाहिँ हामीहरूले मेन्टरसिपदेखि लिएर इभन सिड फन्डिङ पनि दिन्छौँ होइन। अनि हामीले रिसोर्सेसहरूको चाहिँ सपोर्टहरू दिन्छौँ। सो इट्स अ भेरी गुड अपर्च्युनिटी। अनि कसैलाई चाहिँ ओके कहाँबाट सुरु गर्ने हो, स्पेसली युथ इन चितवन र नवलपुर जहाँ चाहिँ यस्तो अपर्च्युनिटीहरू धेरै हुँदैन भन्ने लागेको छ भने डेफिनेटली यु सुड अप्लाई चाहिँ भन्छु म। अनि त्यही हो, स्टार्ट स्मल, टेक टाइनी स्टेप। अनि स्टेप्सहरू लिनु नै सबैभन्दा ठुलो कुरा हो जस्तो लाग्छ। या थ्याङ्क यू सो मच दिपिसाजी फर यर टाइम। हाम्रो दर्शकवृन्दहरूले पनि दिपिसाजीको यो स्पर्शको पाथवेबाट साँच्चै नै धेरै नै मोटिभेट हुनुभएको छ जस्तो लाग्छ। सो वी हेभ अ स्मल गिफ्ट फर यु फ्रम आवर साइड एन्ड आई लाइक यु टु रिसिभ दिस गिफ्ट। या थ्याङ्क यू। Okay. Thank you. Thank you.